सेवा नमस्ते सबैजना सन्चै आरामै हुनुहुन्छ म पनि एकदमै ठिकठाक छु। आज काठमाडौँमा चाहिँ एकदमै घाम चर्किरहेको है बिहानैदेखि एक हप्ताको अन्तरालपछि यो घाम देख्न पाउँदा आफूलाई पनि कस्तो एक्टिभ फिल भइरहेको। घाम लागेको कारणले होला सायद प्रत्येक घरको मान्छेहरू चाहिँ आज बिहानै छतमा ओहोर दोहोर लुगा धुने देखिरहेको छु। त्यही भएर म पनि माथि छतमा आएर अहिले भिडियो बनाउँदैछु। अहिले चाहिँ 9:07 यो भिडियो क्याप्चर गरिरहेको छु। अस्तिसम्म त्यो घाम नलाग्दा धुम्म हुँदा चाहिँ आफूलाई कस्तो अनकम्फर्टेबल फिल भइरहेको थियो। आज यो घाम देख्दा चाहिँ एकदमै कम्फर्टेबल भइरहेको। आजबाट चाहिँ सायद गर्मी बढेको होला यो मौसम यसो हेर्दाखेरि। हिजो अस्तिसम्म चाहिँ पोल्युसन हुँदा पुरै आफूलाई कस्तो बिरामी भइराखेको जस्तो फिल भइरहेको थियो। आजबाट चाहिँ जेस मौसम खुल्यो होइन, रमाइलो लाग्यो। अनि यताउता बसेर यो भ्यूहरू पनि मैले देखाइरहेको छु। यस्तो घाम लागेर है सन्नी भइरहेछ। सो गाइस तपाईँहरू पनि एकदमै एक्टिभ भएर अगाडि बढ्नु होला। आजको दिनदेखि होइन मौसम पनि एकदमै सफा भइरहेछ। थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो।